उता सानो भएर निस्किनु यताबाट मलाई पनि ठ्याक्कै थाहा छैन म नि खोजे हो यस्तो घुमेमा कहाँ मलाई थाहा छैन हस् धन्यवाद तपाईँलाई अलिक ढिला भयो होला है ल सो हेलो एन्ड नमस्ते गाइज आज चाहिँ म गर्लफ्रेन्ड भेट्न जाँदैछु यो हुलिया लिएर गर्लफ्रेन्ड भेट्न जानला भनेर त तपाईँहरूले पनि पत्याउनुहुन्न है दिल्ली पोर्चुगलबाट सामान पठाइदिनु भएको लिन जानला है कलङ्कीबाट वनस्थलीतिर है त ल जामाइदे गाइज म चाहिँ अब कलङ्कीतिर जाँदैछु अनुहार लाएर त्यो मान्छेले फेरि राताले लोकेसनै दिन्न आउने रहेछ लोकेसन सेयर गरेर नि व्हाट्सएपमा भनेको उहाँले जान्नु नै भएन गाह्रो छ कस्तो जाडो हो कस्तो जाडो मलाई पनि लोकेसन के थाहा र राम्रो तालले एउटा लोकेसन हानेर चाहिँ हिँड्या हो बेसी पुगिहाल्ला नि 1-1.5 घन्टामा त 1 घन्टा त लाग्दैन होला 10 मिनट त देखाइरहेको जाउँ ओहो मैले बाइक धोएर राखेर त मतलबै भएन नि यार सडक एम्बुलेन्स छ भने फोन हान्नु पर्यो सडक एम्बुलेन्समा यता बोलाउनु होला हजुर गेटबाट चाहिँ म छिरेँ होइन उता मन्दिरबाट आएर गेट छिरेँ अनि गेटबाट राइट जाने र लेफ्ट जाने रहेछ नि पुरै त्यतिबाट चाहिँ कतापट्टि हो के गेट अगाडि छ झलाइसक्यो मलाई यसरी मलाई केटीले भेट्न बोलाउँथ्यो भने म उहीँबाट फर्केर गइसकेको थिएँ मलाई यस्तो झ्याउ लागिसक्यो गाह्रो त्यस गाह्रो राधाकृष्ण गुम्बा मार्नु उता सानो भएर निस्किनु यताबाट मलाई पनि ठ्याक्कै थाहा छैन म नि खोजे हो हजुर हजुर गेटमै हो त यो के माइली चोक के भन्ने ठाउँमा छु त म त त्यहाँबाट चाहिँ राइट छिरौँ कि लेफ्ट छिरौँ क्या सिधा अगाडि त बाटै छैन त्यहाँबाट रमाइलो चोक हजुर
हजुर म त कहाँ गल्ली गल्ली जान्छु अब कहाँनिर पनि थाहा नि म राधाकृष्ण मन्दिर जान्छ है कहाँ गयो मलाई थाहा धन्यवाद तपाईँलाई अलिक ढिला भयो होला है